एमालेको झोलेहरूले के कुरा बुझ्नुपर्ने हो भन्दाखेरि केपी ओली के यहाँ भगवान हो, डन हो त्यो मान्छे, त्यसलाई के छोप्न हुन्न? त्यसलाई छोप्यो ठिकै छ। अनि के यस्तो आम हडताल आन्दोलन गरेर टाउको फुटाएर लडी झगडा गर्नुपर्छ र? ठिक छ त, छोप्यो अनि हिरासतमा राखेछ। अनि भोलि बिहान निर्दोष साबित भयो भने त अनि त्यो छुट्टी त हाल्छ नि। अनि के त्यो दुनियाँभरको लफडा गरेछन्, जलाहानु गरेछन्, त्यस्तो गर्नुपर्छ र? के डन हो त्यो? के भगवान त होइन होला नि? अनि त्यसले अरूलाई गर्दाखेरि, अरूलाई त्यस्तै धरकपट गराउँदाखेरि राम्रो, अनि ओलीलाई गराउँदाखेरि प्रतिशोध कसरी भयो त्यो? उसलाई त छोप्न नहुने त होइन होला। ठिक छ, उसलाई छोपेछ, हिरासतमा राख्छ अब। अनि त्यसपछि उसलाई छानबिन हुन्छ, दोषी भयो भने सजाय हुन्छ, निर्दोष भए त छुट्टी त हाल्छ, रिहाई भइहाल्छ। अनि अरूले आन्दोलन गरेर ऊ उम्किने त होइन होला। अनि उसले चाहिँ अब छोपे भन्दैमा एकदमै त्यो सड्ने पनि होइन होला। निर्दोष छ भने जसरी पनि उम्किन्छ, निर्दोष छैन भने छुटिहाल्छ। अनि त्यसलाई चाहिँ किन चाहिँ ठुलो इस्यु बनाएर हुने नहुने काम किन गर्नु पर्यो होला? अनि यो कार्यकर्ताहरू भनेको पनि झोले भयो भन्दैमा त्यो लेभलको झोले हुने होइन। आफ्नो दिमाग पनि त युज गर्नुपर्छ नि। छोप्यो भनेको सबै सडायो भन्नु त होइन होला नि। अनि यो त सबैले बुझ्नुपर्ने होला। सबैजना सम्मिलित भएर आफ्नो डिसिप्लिनमा रहेर अब चाहिँ देशले नयाँ पाइला अघि सार्न सुरु गरेको छ। अब सबैले मिलेर साथ सपोर्ट गर्ने अनि खबरदारी गर्ने, त्यो ठाउँमा पो उभिने हो र? उसलाई चाहिँ छोप्यो भने छोडिदियो भने उफ्रेछन्। आन्दोलन गरेर छोड्ने, आन्दोलन नगरेर छोप्ने त होइन होला नि। ठिकै छ, उसलाई छोपेछ, निर्दोष भयो त त्यो भोलि बिहान त छुट्टी त हाल्छ।